हेलो गाइस सबैजना नमस्ते छैन वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू पनि सधैँ सुबह म पनि एकदमै सधैँ सुबिस्तै छु हैन। फिलहालमा चाहिँ म अहिले खण्डामाहरूकोमा छु। यहाँ चाहिँ खण्डामालाई कस्तो ब्ल्याक एन्ड व्हाइट देखिरहेको छ हैन। अहिले चाहिँ हाम्रो खाना त्यो उयो के भन्छ मेरो क्यामेरा उयो भइरहेको छ नि त गाइस। अहिले चाहिँ म बेलुकाको खाना बनाउनको लागि चाहिँ स्टार्ट गर्न आँटेको छु कि बेलुकाको खानामा चाहिँ के खाम भाइ कि मैले गेस गरेर के बनाउँदैछु। तपाईँहरू लास्टसम्म भिडियो हेरेर भने याद भइहाल्छ नि। ल गाइस अहिले चाहिँ एकैछिन म तेल ल्याउन जान्छु। लेट्स मेक माई कुकिङ। यहाँ चाहिँ हाम्रो साङ खानावाले चाहिँ पूजा गरेको थियो भर्खर। गाइज अहिले चाहिँ हामी एकैछिन मेरो अलिकति एक दुईवटा होमवर्क छ नि, म त्यो चाहिँ पहिला लेखिसकिहाल्छु। यहाँ मेरो छ होमवर्क, यहाँ दुईवटा छ होइन। अनि म एक दुईवटा होमवर्क गर्छु होइन। त्यो हाम्रो गाउँमा अलिकति लाइन डिस्टर्ब भइरहेछ कि, अनि त्यो म जे बनाउँछु त्यो चाहिँ मिक्सीमा पिन्नुपर्छ नि, त्यो कारण चाहिँ लाइटै आएको छैन। तबसम्म म एक दिन यिनीहरू भाइहरू पनि छ, यिनीहरूसँग चाहिँ मिलेर होमवर्क गरौँ भनेर चाहिँ आएको छु छतमाथि। यिनीहरू पनि डेली चाहिँ हाम्रो घर आउँछ नि त। अबदेखिको चाहिँ अब चाहिँ हाम्रो इक्जाम पासमा आउनु थालिसक्यो नि त। अनि अबदेखि चाहिँ हामी डेली पढ्नु पर्छ नि त गाइस होइन। अनि चाहिँ अब पढाइमा पनि ध्यान, भ्लगमा पनि यति सपोर्टिभ चाहिँ हुनुपर्छ होइन गाइस। अब हाम्रो इक्जाम चाहिँ अप्रिल 14 तारिकदेखि स्टार्ट हुन्छ होइन गाइस 14 तारिक स्टार्ट होइन। अब जसको फर्स्टमा आउँछ लास्ट साइन्स फिजिकल साइन्स होइन, उनीहरूले पढ्छ, पुरा कोसिस गर्छ होइन गाइस। पुरा कोसिस गरेर फर्स्ट सेकेन्ड थर्ड त हुनै सक्छ गाइस। कोशिश करने के लिए कभी हार नहीं होते ना, इसलिए कोशिश करने के लिए कभी हार नहीं होते। तबसम्म म चाहिँ लाइट आइन्जेलसम्म चाहिँ म होमवर्क गरिसकिहाल्छु। अनि तपाईँहरूसँग भेट्छु नि ल गाइस। अहिलेको लागि चाहिँ सीन द लेटर। अहिले चाहिँ हाम्रो पाल्जोगोले आइरहेछ मेरो घरमा। पाल्जोगोले चाहिँ ठट भइरहेछ नि पाल्जो। अनि हाई गर्दै यहाँ सबैलाई मिठाई ल्याइदिँदै आएको थियो। मलाई पनि यसले यहाँ यो मिठाई ल्याइदिएको थियो होइन। सबैलाई हेलो गाइस भन्दै सबैजना नमस्ते होइन। अनि साइलाको च्यानललाई साइलको च्यानललाई सब्सक्राइब गरिदिनु होला। यसको चाहिँ अलिकति नेटवर्क डिस्टर्ब भएको छ, मेरो फोनै हो त्यो पनि होइन। अनि गाइस अहिले चाहिँ मैले होमवर्कहरू गरिसकेर चाहिँ त्यो पनि आयो नि त। अनि के भन्छ, अनि मैले होमवर्कहरू सबै गरिसकेको छु। अब चाहिँ लेट्स मेक कुक। म एउटा सब्जी बनाउँछु अनि तपाईँहरूलाई मेरो रेसिपी देखाउँदैछु ल गाइस। मैले जे बनाउन आँटेको थिएँ त्यो चाहिँ मैले पात हाल्दै राख्दैछु यहाँ। म चाहिँ खानु मन परेको चिज खाइहाल्नु पर्छ नि त गाइस। अनि खाइहाल्छु होइन। आज यो चाहिँ दामी भइसक्यो होइन। आज चाहिँ म एकैछिन बाद तपाईँहरूसँग भेट्छु यो पोल्ने बेलामा। अहिले चाहिँ एकैछिन पास हाल्नुपर्छ नि त। म एक दुईवटा छ भाँडाहरू त्यो पनि धोइहाल्छु अनि तपाईँहरूसँग भेट्छु नि ल गाइस। अहिले चाहिँ म पाल्जोलाई पुऱ्याइदिएर आइसकेको छु होइन गाइस। मलाई चाहिँ होइन यहाँ मात्र भन्नुहुन्छ होइन। अहिले चाहिँ गाइस इग्नोर। अहिले चाहिँ मेरो पास यत्तिको चाहिँ भइसकेको छ। मैले स्ट्यान्ड गर्दा चाहिँ राम्रो हुने नि, स्ट्यान्ड नै भोलितिर आउँछ नि त गाइस। दामी देखेर नि मैले बनाउन आँटेको गाइस। मैले बनाएको त सबै दामी भइहाल्छ नि। अब यहाँ चाहिँ मैले तेल तताउँदैछु। अहिले त्यो तेल त तातेकै छैन कि, अहिले त तेल प्रायः त्यति तातेको छैन नि त। अरे यो क्यामेराको तपाईँहरूलाई कालो देख्दै होला कि केही छैन। अहिले भेटौँ न ल मजाले। तेल तातेर भेट्नुपर्छ नि ल गाइस। अहिले चाहिँ तेल तातेको छैन नि त ल। तेल तातेर भेट्नुपर्छ तपाईँहरूसँग। मेरो आलुदम चाहिँ दामी भनिसक्यो गाइस। अहिले चाहिँ हाम्रो तेल पनि तातिसकेको छ होइन।
आज म फर्स्ट रोटी हाल्न गइरहेको छु गाइस दामी भएर गाइस मैले हालेको रोटी गाइस मैले पोलेको पनि दामी हुन्छ रे मैले बनाएको त दामी हुँदैछ यहाँ जस्ट वेटिङ अलि चाहिँ मैले त्यहाँ दियो हाल्दिएँ नि त दियो हाल्यो भने चाहिँ पोल्नु सजिलो हुन्छ भनेर आयो मलाई बोलेको देखेर मलाई हाँस्यो गाइस अब चाहिँ एकैचोटि पोलेर सकेर बात भेट्नु पर्छ तपाईँहरूसँग होइन हाम्रो बोजू चाहिँ यहाँ जाँदैछ पानी लिएर एकैछिन बाद भेट्नु पर्छ ल तपाईँहरूसँग ल एकैछिनको लागि चाहिँ बसिदिनु होला गाइस यहाँ चाहिँ मैले हालेको छु यहाँ चाहिँ खानामा चाहिँ यहाँ ल जहिले खानामा चाहिँ जसैको भ्लगमा पनि भन्नु ल मलाई नदेखाउनु मात्र भन्नुहुन्छ होइन गाइस अनि खानामा जस्ट पेज मैले बनाइदिएको छु त्यो पेजलाई पनि गएर फलो हाल्नु ल टु के भन्नु दिइहाल्नु खानाले चाहिँ त्यो फोटोहरू मात्र हाल्छ खानावाले अनि हाम्रो यहाँ चाहिँ सोलरेडी मजाले धमाधम पाक्दैछ पनि होइन खानामाको पनि पेज मैले कन्भर्ट गरिदिन्छु प्रोफाइललाई मेरो चाहिँ भएको छैन मेरो पनि गएर मेरो फेसबुक पेजलाई फलो गरिदिए गर्नुहोस् ल गाइस बाई बाई अहिले भेटौँ मलाई पाकिसकेर गाइसले चाहिँ मेरो फाइनली रोटीहरू सबै पाकेर यति बनिसकेको छ अब चाहिँ म बोजूलाई गर्नुपर्छ गाइस यति हाल्दैछु यहाँ करेलाको सब्जी पनि छ नरम छ सब्जी अहिले भेट्छु नि ल म खाँदाखेरि भेट्छु नि ल गाइस अहिले चाहिँ म खानु बसिसकेको छु होइन मिठो भएको यस्तो मिठो भएछ कि गाइस गाइस अहिले चाहिँ म खानाहरू खाएर फेरि म होमवर्कपट्टि नै लागेँ नि त अघि चाहिँ मैले आधी होमवर्कहरू सकेको थिइनँ नि त लाइट गएर चाहिँ सकेको थिइनँ अहिले चाहिँ होमवर्क गर्दैछु आधी होइन अहिले आई होप तपाईँलाई आजको भिडियो मनपर्छ मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु बाई बाई गाइस अर्को भिडियोमा भेटौँ मलाई